नमस्कार सम्पूर्णमा म रामु हिरोजक ओइरीबाट अहिले हाल सुरत भर्खरै उठेको होइन। म त उठ्दा त रुममा त कोही पनि छैन। ससुराको छोरी बिहान कति बजे उठेछ अहिले भने तपाईले हेर्न सक् झ्याम्म लगाएर 10:45 11 बज्न आँट्यो। म भर्खरै उठेँ, हातमुख धोइयो, त्यसपछि तपाईको चाइनिजमा किचनमा आएको। उनी बिहानै उठेर हिँडिहालेछन्। पुरा साफ सफाई झ्याम्म लगाएर रोटी सोटी हालेर पुरा सिल्भर फाइलमा बेडेर यस्तो व्यवस्था गरेर यसरी ढाकेर त्यसपछि यता छ साग र आलु। त्यसपछि हिजबेलका भात यति रहेछ होइन। त्यसपछि चाइनिजमा चा, त्यसपछि चाइनिजमा अन्डा भुर्जी। वाह 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 वाह। मलाई खाला उठेर केटाकेटीलाई खुवाउला अनि ड्युटी जाला भनेर मेहनत चाहिँ अलि धेरै नै गरेर रहेछन्। बाहिरै च्याम्म कपडा दपडा पनि धोएर सुकाएछन् होइन। भाँडासाँडा पनि धोएर सुकाएछन्। त्यसपछि चाइनिजमा पानी सानीहरू त खासै राखेर रहन्छन्। पुरा टकाङ टकुङ सफाई सुफुई सब बिस्तारा सिस्तारा मिलाएर झ्याम्म लगाएर पुरा क्लियर गरेर काममा गइसकेको रहेछन्। ठिक छ, सोलुट छ।